नीलकण्ठ नगरपालिका वडा नम्बर 2 को यो हाम्रो भूकम्पपछि रुबी भ्यालीबाट बसाइएको बस्ती क्षेत्रमा छु र यो बस्तीमा चाहिँ लगभग 2 ठाउँ गरेर 20वटा घरहरू चाहिँ यहाँ नेपाल सरकारले भूकम्प पीडितहरूलाई राहतको रूपमा घर र जग्गा उपलब्ध गराएको हो। तर यी घरहरू भ्रमण गरिरहँदाखेरि चाहिँ यी 40वटा घरहरूमा जम्मा मैले एउटा मात्रै घरमा चाहिँ स्थानीयहरू पाएँ र उहाँहरू अब अरू बाँकी रहनु भएको चाहिँ उता रुबी भ्यालीतिरै पुरानो बस्तीतिरै जानुभएको रहेछ। अब यो यस्तो ठाउँ छ, अब यो एकदमै यो झाडीले घरहरू सबै यसरी ढाकिसकेको छ होइन, झ्याल ढोकाहरू सबै झरिसकेका छन्। अब यही बाँकी रहेको पनि कति समय टिक्छ भन्नेमा चाहिँ अन्यलै देखिन्छ। 2072 सालको विनाशकारी भूकम्पबाट विस्थापित भएका रुबी भ्याली गाउँपालिकाका 40 परिवारलाई सरकारले धादिङको नीलकण्ठ नगरपालिकामा सामूहिक बस्ती बनाएर पुनर्स्थापित गरेको थियो। नयाँ ठाउँमा जीवन सहज नबन्दा केही महिनामै 39 परिवार पुरानै थाकथलोमा फर्किएका हुन्। तर अहिले सानीमाया तामाङको परिवार मात्र यहाँ बसोबास गर्दै आएको छ। हामी एक घर मात्रै हो, को बस्ने कोही छैन। यहाँ त भूकम्प भएको भने म मात्रै कराउँछ, तल त को कराउँछ, चाराहरू स्यालहरू कराउने मात्रै हो। घर त थुप्रै छ अनि मान्छे त कोही छैन, सुनसान छ तल त। एकीकृत बस्तीमा आए पनि उनीहरूलाई त्यही टिकाउन सक्ने वातावरण नबन्दा विस्थापित परिवार पुनः आफ्नै जोखिमयुक्त पहाडी गाउँतिर फर्किन बाध्य छन्। योजनामा स्थानीय बासिन्दालाई आर्थिक र सामाजिक गतिविधिमा जोड्न नसक्दा यस्तो समस्या आएको पाइएको छ। मान्छे नै नबसेपछि एकातिर करोडौं रुपैयाँ खर्च गरेर बनाइएका एकीकृत बस्तीमा गरिएको लगानी बालुवामा पानी सरह भएको छ भने अर्कोतिर विस्थापित परिवारहरू पहाडका जोखिमयुक्त गाउँमै फर्किन बाध्य छन्। यहाँ त पहिरोको डर छैन, पानी परे पनि बाढी पहिरोको डर छैन। माथि गाउँमा त पानी पऱ्यो भने बर्खाको बेलामा डर लाग्छ, पहिरो आउँछ, घरजन त माथि हिँड्छ। यहाँ त बस्नलाई चाहिँ राम्रै भनौँ, तर अब खेतीपाती गर्ने जग्गा नभएर मात्रै हो, बस्नलाई चाहिँ यहाँ राम्रो हो। यो मुख्य समस्या त्यही हो। अब समस्या भनेकै रोजगारी हो। मेन रोजगारीले गर्दाखेरि नै अब गाउँतिर अब जग्गाहरू हुन्छ होइन, यहाँ जग्गा छैन, तपाईँको खेती किसान गरेर खानलाई जग्गा छैन। माथि त जग्गाहरू छ, आफ्नो घर परिवारहरू पाल्नलाई भए पनि थोरै खेती किसान गरेर पशुपालन गरेर भए पनि जीविकोपार्जन चलाउँछु भनेर चाहिँ यहाँबाट जाने गरेको हामी देख्छौँ। यसरी बस्ती बन्ने तर घरहरू रित्तिएको धादिङको एक मात्र उदाहरण होइन। यहाँ त देशभरिको अवस्था उस्तै छ। अझ गोर्खाको लाप्राकबाट गुम्सी पाखा सारिएका 573 परिवारमा अहिले 50 मात्र बस्छन्। चितवन, दाङ, सिन्धुपाल्चोक, रसुवा, रामेछाप, काभ्रे, गुल्मी लगायतका जिल्लाहरूमा पनि उस्तै अवस्था छ। यसरी नेपाल सरकारले देशैभर 3802वटा यस्ता घरहरू बनायो, जसमा 1 अर्ब 90 करोड रुपैयाँ पनि खर्च गर्यो। तर अर्बौं खर्चेर बनाएका घरहरू बालुवामा पानी खन्याए जत्तिकै भइदियो। उहाँहरूले भनौँ न जो यहाँ जग्गा लिएर पुनर्स्थापित हुनलाई आउनु भएको थियो, उहाँहरू यहाँ आउनुहुन्न। उहाँहरूले घर बनाएर बस्नुहुन्न, त्यो पक्कापक्की हो। त्यसका लागि त उहाँहरू भनौँ न धादिङ सहरमा, धादिङ बेसीमा कुनै रोजगारीको अवसर भयो, रोजगारी मिल्यो भने यहाँ आउनुहुन्छ होला, होइन भने उहाँहरू यहाँ आएर अब यही घर सजाएर बस्ने अवस्था चाहिँ देख्दैन। राज्यको सम्पत्तिको दुरुपयोग भएको छ।